दर्शकबिन साथीहरू, आज भने फेरि पनि म हजुरहरूको माझमा केसरी सिरियलको छोटो रिभ्युज लिएर आइसकेको छु। सिर्जनाले बसन्तलाई आफू बाउ हुँदा पनि आफ्नो सन्तानको हेरविचार नगरेको भनेर सिर्जनाले बसन्तलाई अदालतमा केस र मुद्दा लड्ने भनेकी छिन्। यस कुराले अब बसन्तको मन सिर्जनाप्रति कतिको सही हुनेछ त, या त बसन्तले सिर्जनालाई छोड्नेछन्? दर्शकबिन साथीहरू, अब के होला त? अब बसन्त र सिर्जनाको सम्बन्ध त्यस्तो अवस्थामा देखेर केसरीले अब कसलाई साथ देलिन् त? बसन्तलाई छोड्लिन् या त बसन्त र सिर्जनाको सम्बन्धलाई राम्रो बनाउलिन् त? अब भने के होला भन्ने विषयमा चर्चा गर्नेछौँ। आजको यस भिडियोलाई भने अन्त्यसम्म हेरेर साथ दिनुहोला र यो न्यू नेपाली सिरियलमा हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब, सेयर र लाइक कमेन्ट गर्न नभुल्नुहोला। दर्शकबिन साथीहरू, सिर्जनाले भने फेरि अर्को ठुलो गल्ती गर्न लागेकी छिन्। यो भन्दा अगाडि पनि सिर्जनाले बसन्तसँग डिभोर्स गरेर बसन्तले त भनेका थिए हामी डिभोर्स गर्नुहुन्न, डिभोर्स नगरौँ भन्दै पनि सिर्जनाले आफूले भने जस्तो माया नपाएकोले सिर्जनाले बसन्तसँग डिभोर्स पेपरमा साइन गरेर डिभोर्स गरेकी थिइन् र त्यस्तो अवस्थामा पनि डिभोर्स हुँदै पनि बसन्तले सिर्जनालाई आफ्नो श्रीमती हो र मैले उसलाई छोड्नु हुँदैन भनेर बसन्त सिर्जनाको घरमा घर ज्वाइँ बस्न पनि आएका थिए। यस्तो अवस्थामा पनि सिर्जनाले बसन्तलाई राम्रो व्यवहार र मिठो बोली वचन गर्न सकिनन् र सिर्जनाले बसन्तलाई राम्रो व्यवहार र मिठो बोली वचन गरेको भए बसन्तले सिर्जनालाई छाडेर त्यहाँदेखि कहीँ पनि जाँदैन्थे होला र सिर्जनासँग आफ्नो जीवन बिताउँछु भन्ने सोचमा अगाडि बढ्थे होला। तर यता सिर्जनाले बसन्तलाई घर ज्वाइँ बस्दा पनि नमिठो बोली र व्यवहार गरिसकेपछि बसन्त त्यस घरमा बस्न सकेनन् र बसन्तको मन दुखेर बसन्त आफ्नो घरमा फर्किएको अवस्थामा केसरीले बसन्तलाई साथ दिएर केसरी बसन्तसँग बिहे गर्न पुगिन्। तर अहिले आएर बसन्तको बच्चा केसरीको पेटमा हुर्किएको भन्ने कुरा बसन्तले पहिले नै थाहा पाएको भए सिर्जनासँग छुटिने थिएनन् होला। जब केसरीसँग बिहे गरे बसन्तले तब मात्र थाहा भयो कि बसन्तको बच्चा सिर्जनाको पेटमा हुर्किरहेको छ भन्ने कुरा। यस्तो कुराले बसन्तको मनमा अलिकति अहिले आएर खिन्नता भएको छ। म सिर्जनाको पेटको बच्चाको बाउ हुँ, मैले सिर्जनाको पेटको बच्चालाई मैले राम्रोसँग हेरविचार गर्नुपर्छ र सहायता दिनुपर्छ भनेर बसन्तले कोसिस गरिरहेको अवस्थामा पनि सिर्जना किन बसन्तको नजिक हुन चाहेकी छैनन् र बसन्तदेखि किन टाढा हुँदै छिन्, बसन्तसँग किन अनेक कुरा फेरिरहन्छन् र बसन्तसँग किन नमिठोसँग बोल्छिन्। बसन्तले त धेरै कोसिस गरिरहेका छन् कि सिर्जनालाई आफ्नो नजिक ल्याएर सिर्जनालाई धेरै माया दिउँ भन्ने चाहन्छन्। तर सिर्जनाले बसन्तलाई बसन्तसँग नजिक भए जस्तो पनि गर्ने, आफूसँग भइदिए हुन्थ्यो जस्तो पनि गर्ने, अहिले आएर सिर्जनाले फेरि बसन्तलाई मुद्दा समेत हाल्न लाग्दा यो कस्तो माया हो? सिर्जनाको बसन्तलाई खाली पीडा दिइराख्ने बसन्तले सक्दो प्रयास गरेकै हुन् सिर्जनाको नजिक हुँ र सिर्जनाको पेटको बच्चालाई धेरै माया गरौँ भन्ने चाहनाले आफ्नो घर बेचेर सिर्जनाको घर नजिकै घर पनि किनेका थिए। मायाकै कारणले बसन्तले सिर्जनाको नजिक घर किन्न लागेको थिए। तर यो कुरा सिर्जनाले कहिल्यै बुझिनन् कि बसन्तले यसरी मसँग नजिक हुन चाहेका छन् र मलाई माया गर्न चाहेका छन् भन्ने कुरा सिर्जनाले बुझ्दिनन्। अहिले आएर सिर्जनाले बसन्तलाई एउटा ठुलो मुद्दा लगाउँछु, आफ्नो बच्चालाई बाउले माया नगरेको भन्ने कुराले अब भने मुद्दा हाल्छु भन्ने कुरा गरेकी छन्। बसन्तलाई यस्तो अवस्थामा यो कुराले बसन्तलाई कस्तो असर गर्ला? पक्कै पनि अब बसन्तको मन धेरै नै दुख्नेछ र आफ्नो सन्तानको र आफ्नी श्रीमतीको मुद्दा झेलेर माया नपाएर उनी तडपिएको र यो मुद्दाले उनलाई जेलसम्म लग्ने हुन्छ र जबसम्म मुद्दाको टुङ्गो लाग्दैन
त्यस्तो अवस्थामा बसन्तले त्यो बच्चा आफ्नो साथमा राखेर आफू खुसी हुने देखिन्छ। सिर्जना र केसरीमा कुन चाहिँले बसन्तलाई बढी माया गर्छन् भन्ने कुरा यसरी हेर्दाखेरि केसरीले बढी माया गरेको जस्तो धेरै देखिएको छ। दर्शकबिन साथीहरू, केसरीले बसन्तलाई हरेक सुख दुःखमा साथ दिएकी छिन् भने बसन्तको पीडा बुझेकी छिन्। बसन्तलाई दुःख दिनुहुन्न भन्ने उनको आँसु झरेको हेर्न सकेकी छैनन्। सिर्जनाले भने बसन्तलाई बारम्बार बसन्तलाई मन दुखाइरहेकी छिन् र धेरै पटक नमिठो वचन लगाएर अहिले आएर मुद्दा समेत हाल्न लाग्दा यो कस्तो माया हो सिर्जनाको। यो सिर्जनाले गरेको माया नमिठो देखिएको छ। त्यसै कारणले सिर्जनाले भन्दा धेरै माया केसरीले बसन्तलाई गरेको देखिन्छ। दर्शकबिन साथीहरू, सिर्जना र बसन्तको आमाले फोनमा कुरा गर्दा बसन्तको आमाले सिर्जनालाई नराम्रो व्यवहार गरेकोले सिर्जनालाई रिस उठेर अब आफ्नो बच्चाको हेरविचार नगरेको भनेर अदालतमा मुद्दा हाल्ने निर्णय लिएकी छिन्। अब भने पक्कै पनि सिर्जनाले गलत गर्दैछिन्। यसरी सिर्जनाले मुद्दा हालिन् भने बसन्तको मन दुखेर भएको माया पनि नदिन सक्छन्। त्यसै कारणले सिर्जनाले यो मुद्दा रोकेर मिठो बोली वचन र राम्रो व्यवहार गरेर आफ्नो बनाउन सक्नुपर्छ। तर जब सिर्जनाले मुद्दा हालिसकेपछि केसरीले बसन्तलाई के गर्छिन् त पक्कै पनि केसरीले बसन्तलाई साथ दिने छिन्। किनभने केसरीले आजसम्म बसन्तलाई दुःख पर्दा केसरीले छोडेको कहिल्यै पनि हामीले देखेको छैनौँ। दर्शकबिन साथीहरू, सकेसम्म सिर्जनाले यो केस फिर्ता लिनुपर्छ भन्दै आजको केसरी सिरियलको रिभ्युज यति नै। यो भिडियोलाई भने अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजलाई भने बिदा हुन्छु। हस्त, धन्यवाद।